नमस्कार अनि हर हर महादेव सम्पूर्णमा आज केही नयाँ कुराहरू लिएर हजुरहरूमाझ आएको छु र यो आजको कुराहरू तपाईहरूलाई एकदमै महत्त्वपूर्ण हुन सक्छ र आज म दुई तीनटा विषयमा कुरा गर्ने छु। जस्तै एउटा तपाईहरू स्लो भाग्य आउँदै हुनुहुन्छ भने नियम चेन्ज भएको छ त्यसको विषयमा म केही कुराहरू गर्छु र तपाईँ अनि अर्को कुरा भनेको तपाईहरू चाहिँ युरोपमा हुनुहुन्छ र तपाईहरू इटाली जाने विचार गर्दै हुनुहुन्छ, स्पेन जाने विचार गर्दै हुनुहुन्छ भने त्यसको विषयमा पनि आज सानो कुराहरू राख्नेछु। सुरु गरौँ स्लोभाकियाको कुराबाट। तपाईहरू स्लोभाकिया आउँदै हुनुहुन्छ भने स्लोभाकियाको अहिले नियम चेन्ज भएको छ। जस्तै पहिला 1 वर्षको भिजा दिन्थ्यो, कन्ट्र्याक्ट लेटर लिएर गएर तपाईहरूले चाहिँ एम्बेसीमा बुझाउँदा र कम्पनी अथवा एजेन्सीले वर्क पर्मिट जारी गरिराख्दाखेरि उनीहरू आफैले डेट लिएर सबै कुराहरू तपाईहरूलाई स्टेप बाई स्टेप चलाउँथ्यो र सकिन्थ्यो पनि। तर अब अहिले के भएको छ भने डेट लेख्ने कुराहरूमा फर्दर त्यही प्रोसेस अगाडि बढे पनि अब तपाईहरूले 1 वर्षको भिजा पाउनुहुन्न। अब भिजा पाउने भनेको 3 महिनाको स्लोभाकियाको भिजा पाउनुहुन्छ र तपाईहरू आउने बित्तिकै तपाईहरूलाई टिआरसी बनाइदिने अवस्था छ र पहिलाको जस्तै नहोस्। कति साथीहरू आएर स्लोभाकिया आएर काम नपाउने अथवा अड्केर बस्ने साथीहरूलाई अहिले अब यस्तो भयो भने तपाईहरूको टिआरसी नबन्ला, यता नगर्ला उता नगर्ला, यता आइसके पछाडि तपाईहरूलाई झन् झमेला हुनसक्छ। एकदमै बुझ्नुपर्ने कुराहरू त्यहाँ रह्यो फर्स्ट स्टेप। र अब एकदमै बुझेर काम गर्नुहोस्। यहाँ आइसकेपछि पोल्यान्ड जाने, यता जाने, उता जाने भन्नु भयो भने तपाईँ धेरै पैसा खर्च गरेर आउनुहुन्छ। अब त टिआरसी बोकेर आउने देश भने पछाडि मेन पावरहरूले अलि पैसा राम्रै लिन्छन् होला, पहिलाको भन्दा अलि बढाएरै लिन्छन् होला। यति पैसा चाहिन्छ तपाईँ त टिआरसी बोकेर जाने भन्छ होला, आश्वासन दिन्छ होला, धेरै कुराहरूले माइन्ड राख्छ। र यता आइसके पछाडि सोचे जस्तो नेपालबाट म जाउँ अनि त्यस पछाडि उहाँ गइसकेपछि छुट्टै हुन्छ भनेर जे सोचिन्छ नि त्यो ठ्याक्कै यहाँ आएपछि अपोजिट हुन्छ। र त्यहाँको तपाईँको फर्स्ट स्टेपको जर्नी सकेर सेकेन्ड स्टेपको जर्नीमा चाहिँ यहाँ आइसकेपछि अर्को स्ट्रगल सुरु हुन्छ। यहाँ आइसकेपछि काम गरेर पैसा कमाउँदै गर्दाखेरि अर्को स्टेपको जर्नी स्टार्ट गर्नु राम्रो हुन्छ। तर त्यही जे नेपालमा भोग्न परेको थियो, भिजा लागेन, यता गर्नु परेको थियो, उता गर्नु परेको थियो भने जस्तै यहाँ आइसकेपछि अर्को कुन देश जाने होला, कसलाई फोन गर्ने, कता उ गर्ने, कति साथीहरूलाई मेसेज गर्ने, कसलाई के गर्ने, कतिवटा टिकटकमा चाहिँ भिडियो बनाएकोहरूको कुरो सुन्ने, कसको कुरो चाहिँ बुझ्ने, कसले भन्दा चाहिँ राम्रो हुन्छ भन्ने, अनि कति साथीहरू ठुलो बनिदिने, तपाईँलाई राम्रो छ भने त्यो अनि पैसा तिरेर चाहिँ अर्को देश जान पर्ने। यहाँ आएर पनि पैसा खर्च गरेर नेपालदेखि यहाँ आइसक्नु भएको छ र फेरि नेपालबाट यहाँ आएर पनि घरबाट फेरि पैसा मगाएर चाहिँ म यता जान पर्ने भयो, यहाँ चाहिँ यस्तो भयो भन्दाखेरि घरमा पनि नराम्रो हुने र भोलि ऋण गरेको ठाउँमा ऋण तिर्न पर्ने ठाउँमा झन् ब्याज बढ्दै जाने, यताको हुने उता हुने, त्यो नराम्रो हुन्छ। त्यो कुरालाई तपाईँहरूले बुझ्नुपर्छ। त्यसैले एकचोटि बुझ्नुहोस् सबै कुराहरू राम्रोसँग गर्नुहोस्। अनि डेटहरू अथाचत्र स्लोभाकियाका आयो भनेर भनिरहेछन्। बिएलएसका डेटहरू धेरै साथीहरूले नक्कली पाइरहनु भएको छ, इन्डिया गएर फर्केर आउनुपर्ने भइरहेको छ, के भइरहेको छ त्यो कुराहरूलाई मजासँग बुझ्नुहोस्। र टिकटकका कुराहरूमा लागेर सबै कुरा राम्रो होला भनेर यताउति गर्ने साथीहरूलाई पनि आफूले बुझ्नुहोस् के हुन्छ र भोलि भन्ने कुराहरूलाई बुझ्नुहोस्। त्यतिकै हम्फाल्दाखेरि नराम्रो होला, भोलि डिपोर्ट होला, पैसा ऋण तिरेर सकेको हुँदैन, युरोप गएको छोरा भनेर बाबुआमालाई पनि अर्कै खुसी हुन्छ भने त्यो कुराहरूलाई तपाईँले एकदमै गलत गर्दै हुनुहुन्छ। त्यो हुँदैन। यहाँ आउँछन् साथीभाइहरू भिडियो बनाएर यथाचत्र हालेका छन्। नेपालमा बस्ने साथीहरूले कति कुराहरू विश्वास गरिरहेको हुन्छ नि, यसले भनेको कुराहरू चाहिँ सही हो, सत्य हो, राम्रो होला भन्ने हुन्छ। तिता मिठा गफ गर्ने जस्तै 2-4 जनाको कुराहरूलाई सुनिदिने टिकटकमा हेरेर अनि त्यस पछाडि सर्लकै लाएर अनि आएर एउटा भिडियो बनाउने, त्यो भिडियो चाहिँ हो कि जस्तो मान्ने साथीहरूले, त्यो एकदमै नराम्रो भइरहेको छ। किनकि यहाँ विदेशमा आएर टिकटक बनाउनेहरूले र विदेशमा आएर युट्युबमा भिडियो हाल्नेहरूले के गर्छन् भने केही पनि थाहा हुँदैन। के थाहा हुन्छ, बिहान जान्छन् ड्युटी 7 बजी जान्छन्, बेलुका 3 बजी आउँछन्, कसैको नाइट ड्युटी हुन्छ, रातभरि काम गरेर आएका हुन्छन्, दिउँसो सुत्छन्। केही यहाँ यिनीहरूलाई त्यहाँको बारेमा केही पनि थाहा छैन।
हुन त तँलाई पनि थाहा छैन भनेर सोध्न मिल्छ होला तपाईँले, किनकि म चाहिँ यही काम गर्छु र मैले 2-4जना साथीहरूलाई पनि लिएर आउने साथ काम गरेको छु र यो विषयमा मैले काम पनि गरिरहेकै छु। डकुमेन्टेसनहरूको काम आज पनि गर्दैछु। म नेपाल हुँदा पनि गरिरहेको थिएँ र यहाँ आउँदा पनि मैले गरिरहेकै छु। त्यो कामहरू तपाईँहरूलाई पनि होस्, भोलि मैले गरेका कुराहरूले तपाईँहरूलाई सहयोग होस् भन्ने हिसाबले मात्र म भिडियो बनाउँछु र मैले जे जानेको छु त्यो कुरो सत्य हो भन्ने भए पछाडि मात्रै बनाउँछु। मलाई त्यो अरूको भिडियो हेरेर यो गरेर मलाई कतिको साथीहरूको भिडियोमा टिकटकमा गएर लाइभमा बसेर चाहिँ उनीहरूले हावा गफहरू जोतिरहेको देख्दाखेरि तिनीहरूसँग डिबेट गर्न मन लाग्छ। नराम्रो कुराहरू गरेर त भोलि बिग्रेला भन्ने हुन्छ, तर पनि म सबैजनासँग त्यो विषयमा नि लड्न सक्छु भन्ने हिसाबले म लड्छु, म कमेन्ट गर्छु। यस्तो कुरा गरेर हुन्छ एम्बेसडर बनेर हुन्छ भन्छु। कोही साथीहरू स्पेन आएर आफू अब तपाईँलाई म स्पेनको कुरातिर लिएर जान्छु, स्लोभाकियाको कुराहरू कमेन्टमा नि गर्न सक्नुहुन्छ। मेरो नम्बरहरू माग्नुहुन्छ तपाईँहरूले, म नम्बर दिन्छु। तपाईँहरूसँग हाम्रो कुरा पनि भइरहेको छ। मैले समय मिलेसम्म अथवा तपाईँले मेसेज छोड्नु भएको छ भने फोनै उठेन भने पनि तपाईँको मेसेजलाई रिप्लाई दिइरहेको हुन्छु मैले, त्यसलाई केही पनि फरक परेन। अब स्पेनको कुरा गरौँ। स्पेन गइरहेछन् साथीहरू, स्पेनमा भएका साथीहरूले के गरिरहेछन्, रुमको कुरा गर्छन्, रुम मिलाइदिन्छन्, सहयोग गर्छन्, रुमको लागि पैसा लिन्छन्। सेकेन्ड स्टेप जाउँ। सेकेन्ड स्टेपमा के गर्छन्, इपात्रोमेन्त्रो भन्ने हुन्छ। इपात्रोमेन्त्रो गराउनलाई लयरसँग मिल्छन्, त्यहाँ पनि पैसा खान्छन्। काम लगाइदिने भन्छन्, काम लगाउन सक्दैन, तपाईँले नै काम सिक्नुपर्छ अथवा काम सिक भन्छन्। अनि उनीहरूले जानेका उनीहरूले पर्सेन्ट पाउने ठाउँमा लिएर गएर काम सिक्नको लागि लगाइदिन्छन्। ओहो कस्तो सहयोग गरिरहेछ यो मान्छेले भन्ने हुन्छ, तर तपाईँसँग उसले राम्रोसँग फाइदा लिइरहेको छ, त्यस्तो केही पनि गर्न पर्दैन। अब तपाईँहरू यताबाट सोच्नुहोस्, तपाईँ सेन्जेन जोनमा हुनुहुन्छ यदि र तपाईँसँग टिआरसी छ भने तपाईँहरू भएको हरेक देशमा, जस्तै म स्लोभाकियामा छु, तपाईँ क्रोसियामा हुनुहुन्छ होला, रोमानियामा हुनुहुन्छ होला, बुल्गेरियामा हुनुहुन्छ होला, जुन देशमा हुनुहुन्छ तपाईँ भएको देशमा हरेक देशको एम्बेसी छ अथवा अरू देशमा आफू भएको देशभन्दा छेउमा भएको देशमा, त्यो देशमा जाने, त्यो देशमा गएर एम्बेसी फेस गर्नुहोस्, एजेन्सी लगाउनुहोस्। एजेन्सीलाई 500,000 युरो कति दिनुपर्छ दिनुहोस्। त्यो दिइसके पछाडि तपाईँ लिगल भएर त जान पाउनुहुन्छ, तपाईँ काम त पाउनुहुन्छ, एजेन्सीले पैसै खाला। तपाईँ गएर बिना काम चाहिँ स्पेनमा बस्नु भन्दाखेरि तपाईँले एजेन्सीबाट गर्दाखेरि तपाईँको 500 नै उसले खाएछ भने पनि तपाईँ लिगल भएर काम गर्न पाउनुहुन्छ र तपाईँसँग टिआरसी चाँडै नै आउँछ। तपाईँ 2 वर्ष पुग्नु पर्दैन, तपाईँ लिगल पनि त्यस चाँडै नै हुनुहुन्छ। पात्रोमेन्त्रो गर्नुहुन्छ, 3 महिना पछाडि त्यो घरवालाले पात्रोमेन्त्रो क्यान्सल गरिदिन्छ। कति गाह्रो छ। अनि अर्को घर खोज, अर्को घर पाएको ठाउँमा काम पाइँदैन, काम पाएको ठाउँमा घर पाइँदैन। त्यसरी हम्फाल्न पर्दैन। तपाईँसँग जब टिआरसी आउँछ, टिआरसी आइसकेपछि तपाईँले एजेन्सी मार्फत जान सक्नुहुन्छ। र केही कुरा जान्नु भएन, डकुमेन्टको विषयमा जान्नु भएन भने हामी एआईको जमानामा छौँ। यो टिकटक युट्युबले भनेको भन्दा अलग्गै छ। आइओएमलाई बुझ्न सक्नुहुन्छ तपाईँहरूले। त्यो भनेको फरेनर पुलिस, हरेक देशमा फरेनर पुलिस हुन्छ। मेल गरे पछाडि उसले मेलको रिप्लाई गर्छ फरेनरहरूलाई, त्यहाँबाट पनि बुझ्न सक्नुहुन्छ। यो केही पनि नै नजानेका साथीहरू भिडियो बनाएर भ्युज र लाइक बटुल्ने तालले चाहिँ तपाईँको जिन्दगीमाथि खेलिरहनु भएको छ। त्यो कुरा तपाईँले बुझ्नुपर्छ, तपाईँहरूले बुझ्नै पर्छ त्यो कुरा। र तपाईँहरूलाई डकुमेन्टेसनको के गर्नुपर्छ, कसो गर्नुपर्छ नजान्ने भएको साथीहरूले म तपाईँहरूलाई पनि सिकाउन सक्छु स्पेनका कुराहरूमा। त्यो भएको कारणले गर्दाखेरि यताउति यो एन टेन मैले टिकटकमा भिडियो हाल्न पाएको छैन, किनकि मेरो कम्पनीको मान्छेहरूले पनि मेरो टिकटकलाई फलो गरेको कारणले गर्दा मैले यो विषयमा तपाईँहरूसँग बोल्यो भने अब यहाँ मलाई कम्पनीले नराम्रो सोच्ने भएको कारणले गर्दा मैले तपाईँहरूलाई टिकटकमा सिधै भन्न सकेको छैन। तपाईँहरूले युट्युबमा भिडियो हेर्नु भएको साथीहरूले तपाईँ साथीहरूलाई सेयर गर्नु होला भिडियो, कोही बुझ्दै हुनुहुन्छ भने। रोमानियाको काम ढिला भइरहेको छ। जस्तै जुनै देशमा हुनुहुन्छ तपाईँ, जुनै देशमा हुनुहुन्छ युरोपको भने पनि तपाईँलाई जुनै देशले पनि टिआरसी दिन्छ। टिआरसी दिइसके पछाडि तपाईँले मजासँग फर्दर प्रोसेस गरेरै ओरिजिनल रूपमै जान पाउनुहुन्छ। तपाईँ किन भाग्नु पर्यो 2000, 5000, 2500 लिएर? अहिले साथीहरू ग्रिस भाग्नेतिर लाइन छ,
ग्रिसमा गएर इलिगल न व्हाइट कार्ड बन्छ अहिले, ग्रिसले एकदमै ब्यान गरिसकेको छ। पोल्यान्डमा भएका साथीहरूलाई त कम्पनीमा काम गरेको ठाउँमा गएर अथवा होस्टेलमा गएर खोजेर डिपोर्ट गरिरहेको छ। धेरै गाह्रो बनाइसकेको छ युरोप, धेरै टाइट हुँदै गएको छ, किनकि युरोपले अमेरिकालाई पछ्याउँछ। अमेरिकाले जस्तो जस्तो गर्दै जान्छ त्यस्तै त्यस्तै हुन्छ। युकेको मान्छेलाई स्पेनले लखेटिरहेछ भने भोलि तपाईँ नलखेटिनु होला भन्ने छैन स्पेनमा। त्यो कुरा तपाईँले बुझ्न जरुरी छ। यो विषयमा तपाईँहरूलाई अझै पनि केही कुराहरू बुझ्नु छ यदि भने तपाईँहरूको कमेन्ट अनुसार 8-10 जनाको एउटै खालको क्वेसन आयो भने म त्यही क्वेसनलाई चाहिँ मध्यनजर गरेर पहिला पनि मैले चलाएको थिएँ हाम्रो एउटा सेक्सन तपाईँको क्वेसन र मेरो एन्सर भन्ने कुरो, तपाईँको प्रश्नसँग मेरो उत्तर हुनेछ। तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। धेरै पछाडि आएको छु भिडियो, तर केही न केही बोकेर आएको हुन्छु। त्यो कुराहरूलाई तपाईँहरूले गर्नु होला, बुझ्नु होला। कति कुराहरू तपाईँहरूले बुझ्नुभयो होला, कति कुरा बुझ्नु भएन होला। त्यो कुरालाई तपाईँहरूले सोध्न सक्नुहुन्छ। व्हाट्सएप नम्बरहरू मेरो कमेन्टहरूमा, अरू भिडियोमा पनि हेर्नु होला। कमेन्टहरूमा मैले भिडियोमा नम्बर छोडेको हुन्छु, त्यो नम्बरहरू लिएर मलाई मेसेज गर्नुभयो भने तपाईँहरूलाई म रिप्लाई गर्नेछु र गर्नेछु। त्यसैले कोही पनि नझुक्किनु होला है। तपाईँहरूलाई स्क्याम गर्ने मान्छे धेरै छन् युरोपमा। नेपालीले नेपाली ठग्छ, अरूले होइन। त्यो कुरा तपाईँहरूले बुझ्नुपर्छ। धन्यवाद। हर हर महादेव। सबैजनाले यतिखेरसम्म भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। लाइक, सेयर, सब्सक्राइब गर्नुभएको छैन भने गर्नु होला। अर्कोचोटि फेरि भिडियो लिएर आउनेछु। बाई बाई। हर हर महादेव।